कसाले जन्ती पठाएको मान्छे बेहुली उठाउन ल्याइस्। त्यसै बाध्यता पर्यो। के बाध्यता पर्यो त्यस्तो? बेहुली नै उठाउनु पर्ने बाध्यता पर्यो भने सकिन यार। अझ यार भन्छ बाबुले। बुवा जे हुनु भइसक्यो, अब हजुरले स्वीकार्नु पर्यो। के को स्वीकार्नु? यसको पहिले नै एउटा स्वास्नी 2टा बच्चा छ। अब मेरो के हुन्छ? कस्तो के हुनु नि, माथि एउटा कोठा 2 पाटा बारी 3टा बाख्रा दिनु गरेर खाए भइहाल्यो नि यार। बाबा तपाईँले कसरी बेगाएर भन्नु त? मैले त 7 गाउँको मान्छे बोलाएर बारीको पाटामा सानले भत्तेर खुवाएको थिएँ मैले। मैले कसरी गरेँ? तेरो पनि त्यही बारीको पाटामा हो। तपाईँले मलाई जन्ती कहाँ पठा? काठमाडौँ। काठमाडौँ मात्र होइन के बा, काठमाडौँको गोलफुटामा रहेको ताज प्यालेसमा, ताज प्यालेस भन्ने पार्टी प्यालेसमा जन्ती गयो। छिर्ने बित्तिकै यस्तो पार्टी प्यालेस हेरेको दरबार जस्तो भयो यार। त्यसपछि त बेगरौँ यता हेरे पनि बेगरौँ, उता हेरे पनि बेगरौँ लाग्ने के पार्टी प्यालेस गर्दा। यसो हेरेको त खाली भन्दा बेहुली मात्र रहेछ नि, बेहुला सिन्दुर हालेर लिएर हिँडेको यो घटना घटिहाल्यो भाइ। पार्टी प्यालेस मन पर्यो त बेहुलीले सिन्दुर हालेर ल्याइस्। ओइ बुढा को यो फेरि? असली बेहुला म। अस्ति बेहुला अनुहार हेर्दै बाउला आएको छ होइन के बा? यहाँ के गर्न त? के गर्नु नि? जारी लिन आएको म। जारी सम्पत्ति भएपछि जारी 2-4 वटा दारी चाहिँ लाने बेला जा, 2-4 वटा दारी चाहिँ लाने बेला जा। कहाँ लाए? गोलफुटारको ताज प्यालेसमा जान लागेको। किन? तेरो लागि अर्को मम्मी भेटिहाल्छ कि?